त्यो अघिको एउटा लाइनको टुक्का थियो नि त्यो पनि एकचोटि शेयर गरिदिनु न। ज्ञान दिने सरस्वती सबैभन्दा ठुली, हजुर वृद्धहरूको सेवा गरौँ सबै मिलिजुली। एकदम एकदम सबै मिलेर वृद्धको सेवा गर्नुपर्छ। वृद्ध मात्र होइन, हामी पनि भोलि गएर वृद्ध हुने नै हो। र मलाई लाग्छ कि त्यो सेवा होइन, त्यो धर्म हो। सेवा नै धर्म हो भने जस्तै तपाईँले हामीले जे गर्छौँ त्यो आफ्नो लागि गर्छौँ, अरूको लागि होइन। किनभने हामी पनि भोलि वृद्ध हुनै पर्छ। र कस्तो महसुस हुन्छ यसरी हजुरहरूले सेवा गर्नु पाउँदाखेरि? यो गेटभित्र पस्दाखेरि आफूलाई भित्रबाट एकदम कस्तो अनुभूति हुन्छ। नमस्ते 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 सम्पूर्णमा नमस्ते हजुर। म हजुरहरूकै मेची महाकाली साइकल यात्री वर्षात ओली। अहिले म छु दाङ जिल्लामा, यानि कि मेरो गृह जिल्ला दाङमा। र म दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 16S तेह्रौटे भन्ने ठाउँमा छु, यानि कि तेह्रौटेमा रहेको यस वृद्ध आश्रममा। र तपाईँ मेरो ब्याकग्राउन्डमा पनि देखिसक्नु भएको छ, म ज्येष्ठ नागरिक सरोकार केन्द्र घोराई उपमहानगरपालिका तेह्रौटे दाङद्वारा सञ्चालित तपाईँले देख्न सक्नुहुन्छ। र मेरो ब्याकग्राउन्डमा मेरो सम्पूर्ण मेरो पारिवारिक सदस्यहरू हुनुहुन्छ। मेरो ड्याडी, मम्मी, दुईवटा ठुली मम्मी, अनि त्यसै गरी दिदी, अनि मेरो फुबू, अनि हाम्रो हेड अफ द फ्यामिली उमेरले एकदमै सानो भए पनि उमेरले अहिले रनिङ हुनुहुन्छ 91 वर्ष। उमेरले सानो आदरणीय व्यक्तित्व हुनुहुन्छ बिचमा। र मैले चाहिँ यहाँनिर के जोड्न चाहेँ भने यो हाम्रो पनि घर हो। फेरि पनि मैले यो भिडियोमा पनि जोड्न चाहेँ, यो हाम्रो पनि घर हो। आज मेरो हजुरआमाको तिथि श्राद्ध त्यो सम्पन्न गरेर म यहाँ यस तेह्रौटेमा यो वृद्ध आश्रममा बस्नुभएको हजुरआमाको सम्झनामा यहाँ आएर प्रसाद वितरण कार्यक्रम, प्रसाद खुवायौँ, उहाँसँगै बसेर खायौँ, आफ्नै हातले खुवायो। र लाग्यो कि म हजुरआमाहरूसँगै छु, महसुस भयो। र मैले तपाईँहरूलाई जोड्न खोजेको के हो भने तपाईँले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई पनि एक्लो महसुस हुन्छ। बुवा हुनुहुन्न, आमा हुनुहुन्न, हजुरआमा हुनुहुन्न भने तपाईँ दाङवासी हुनुहुन्छ भने तपाईँ यस तेह्रौटेमा आएर तपाईँले एउटा छुट्टै किसिमको महसुस गर्न सक्नुहुन्छ। हजुरआमासँग बसेको महसुस, हजुरबुवासँग बसेको महसुस। हामी मन्दिर जानु पर्दैन, तपाईँ एकचोटि यो आश्रममा आउनुहोस्, मन्दिरभन्दा कम छैन, त्यो तपाईँलाई महसुस हुने नै छ। र म आश्रमका सदस्यहरूसँग पनि म थोरै कुराकानी गर्न चाहन्छु। हजुर शुभ नाम भनिदिनु न। मेरो नाम विदुषा पाण्डे। र त्यो अघिको एउटा लाइनको टुक्का थियो नि त्यो पनि एकचोटि शेयर गरिदिनु न। ज्ञान दिने सरस्वती सबैभन्दा ठुली, हजुर वृद्धहरूको सेवा गरौँ सबै मिलिजुली। एकदम एकदम सबै मिलेर वृद्धको सेवा गर्नुपर्छ। वृद्ध मात्र होइन, हामी पनि भोलि गएर वृद्ध हुने नै हो। र मलाई लाग्छ कि त्यो सेवा होइन, त्यो धर्म हो। सेवा नै धर्म हो भने जस्तै तपाईँले हामीले जे गर्छौँ त्यो आफ्नो लागि गर्छौँ, अरूको लागि होइन। किनभने हामी पनि भोलि वृद्ध हुनै पर्छ। र कस्तो महसुस हुन्छ यसरी हजुरहरूले सेवा गर्नु पाउँदाखेरि? यो गेटभित्र पस्दाखेरि आफूलाई भित्रबाट एकदम कस्तो अनुभूति हुन्छ, आनन्दको अनुभूति हुन्छ। यहाँलाई देख्न दिँदै सबै कुरा सम्पूर्ण भुलेर यही नै बसौँ त हामीहरू चाहिँ यिनै वृद्ध आश्रम नै भुलेका छौँ। कति सालमा यो स्थापना भएको थियो, इस्टाब्लिस? 2062 सालमा उभो, तर हजुर सञ्चालन भएको त 64 सालबाट हो कि अब 64बाट। र तपाईँले म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो लेभलको वृद्ध आश्रम पनि दाङमा छ, यानि कि दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 16S तेह्रौटे भन्ने ठाउँमा छ। र म फेरि पनि भन्न चाहन्छु, तपाईँ कोही दान दिँदै हुनुहुन्छ, कोही घुम्दै हुनुहुन्छ, कोही इन्जोय गर्दै हुनुहुन्छ भने एकपटक यो आश्रममा पनि सम्झिनुहोस्। तपाईँले साथीभाइसँग बसेर रक्सी खाँदै हुनुहुन्छ या इन्जोय गर्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ भने सम्झिनुहोस्, त्यसको सट्टा तपाईँ यहाँ आएर पनि आफ्नो हुन्छ नि इच्छा पुरा गर्न सक्नुहुन्छ। र अरूको हाँसो हेरेर आफूले महसुस गर्न सक्नुहुन्छ। कसैलाई खुसी राख्दाखेरिको आनन्द छुट्टै हुन्छ। त्यो चिज चाहिँ मैले महसुस गरेँ आज यहाँ आएर, र लाग्यो कि म मेरो हजुरआमासँग छु भनेर। यति भन्दै हस् त, जय नेपाल। हस् 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 धन्यवाद। दानी हात सधैँ फैलियोस् बाबु। हस् धन्यवाद। हजुरको कृपाले गर्दा नै यो संस्था चलेको छ, यस्तै दानी हातहरूबाट। हस् धन्यवाद। हस् धन्यवाद।